हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। आजको भिडियोमा हामी क्लास 11 मा एनईबी को बायोलोजी को प्लान्ट सेल को डायग्राम र फंक्सन एकदमै सिम्पल वेमा सिक्ने छौं है त। ल सबभन्दा पहिले हामी एकदम इजी वेमा हामीले यो डायग्राम बनाउन गइरहेको छौं। आफूसँग कपी र पेन्सिल सँगै लिएर बस्नु होला। सबभन्दा पहिला हामीले यसको आउटर कभरिङ बनाउँछौं। आशा छ तपाईहरुले पनि आफूसँग पेन र कलम राख्नु भएको छ। यसले तपाईलाई एकदम हेल्प र इजी हुनेछ है त। मैले बनाएको ड्राइङलाई मात्रै बनाए भने यति इनफ मार्क्स पाउनु हुनेछ तपाईले। एकदम इजी वेमा मैले तपाईलाई भन्ने छु। सो मेरो च्यानलसँग भिडियोसँग बनिरहनु होला। ल हामीले यसको आउटर कभरिङ बनायौं। अब यस्तै सिम्पल वेमा भित्रको पनि एउटा लाइन बनाउँछौं। यति बनाइसक्यो हैन। ल केही गाह्रो त छैन होला। यो हो हाम्रो न्यूक्लियस। ल यति भए पुग्छ है त। नेक्स्ट हामीले बनाउँछौं एउटा ठुलो भ्याक्युम। मेरो भिडियोसँग जोडिरहनु होला। यसमा तपाईलाई मैले सबैको फंक्सन पनि भन्ने छु। ल यति भएपछि हाम्रो प्लान्ट सेलको डायग्राम पूरा भयो। अब आयौं हामी लेबलमा। यो हो सेल वाल। यो हो सेल वाल। यो हो सेल मेम्ब्रेन। यो सेल वालले यो सेललाई प्रोटेक्सन र एउटा सेप दिनमा मद्दत पुर्याउँछ है त। अब आयौं सेल मेम्ब्रेनमा। यो भित्रपट्टिको पार्टलाई हामीले भन्छौं सेल मेम्ब्रेन। अब यो भित्रको छ नि, यो पहिला त्यो सेल मेम्ब्रेन भनेको के हो बुझौं। सेल मेम्ब्रेनले कुनै पनि कुरालाई एन्ट्री अथवा एक्जिट हैन, एन्ट्री अथवा एक्जिटलाई कन्ट्रोल गर्नमा मद्दत गर्छ। त्यसलाई भन्छौं सेल मेम्ब्रेन। अब यो भित्रको जुन हेरिराख्नु भएको छ नि यो डट्सहरु, यसलाई डट्स भन्नाले फ्लुइड्सहरु, यसलाई भनिन्छ साइटोप्लाज्म। यो साइटोप्लाज्ममा सबै मेटाबोलिक एक्टिभिटिजहरु हुने गर्छ है त। अब यसमा यो के हो न्यूक्लियस।
न्युक्लियसले सबै सेलहरूको एक्टिभिटिजलाई कन्ट्रोल गर्छ है। अब चाहिने यो के हो? क्लोरोप्लास्ट। यसले अभियसली के दिन्छ? यसले फोटोसिन्थेसिस पर्फर्म गर्छ हैन। र अब बच्यो यो हैन, यो के हो? माइटोकन्ड्रिया। ल साथी, आजको लागि यति नै। हामी अब एनिमल सेलको डायग्राम र फंक्सन अर्को भिडियोमा सिक्नेछौँ। भिडियो हेल्पफुल लागेमा लाइक गर्नुहोस्। धन्यवाद।